यसपालिको बाढी कस्तो लाग्यो त तपाईँलाई? कस्तो असर गर्यो खेती? यसपालिको बाढी जस्तो त खोइ कुनै वर्ष पनि आए जस्तो लागेको छैन। पानी कहाँसम्म थियो? हिजो अस्तिसम्मको बाढी पनि यो जतिको ठुलो थिएन। अहिलेको चाहिँ बाढीले त साह्रै नै असर गर्न के बिगार गर्यो तपाईँले? बिगार गर्नु त अब के साँच्चै भनौँ भनेदेखि खाँबा चाहिँ तल काँसाका खाँबा तल एक मान्छे तल गाडेको थियो र मात्रै नभएदेखि हाम्रो चाहिँ खोलो ठ्याक्कै गएर चाहिँ घरैमा पसिगयो। अनि खोलो पसिसकेपछि त त्यो घर त राख्ने कुरै आएन नि, बगाइसक्ने थियो। तर खाँबाले गर्दाखेरि मात्रै सखुवाका खाँबा ठुलो तल गाडेका थिए र मात्रै खालको ठाउँ अब के हो भविष्यलाई भनेर अनि वरिपरिबाट चाहिँ त्यो फर्निसन गरेकोले मात्रै चाहिँ पार्न लाग्ने रहेछ। त्यो खाँबाले गर्दाखेरि हाम्रो घर जोगियो, नभएदेखि हाम्रो जाने। अब त्यहाँभन्दा अर्थात् त के र गाईबस्तुलाई चाहिँ अलिकति के भने गुवाली चाहिँ फुरेर अलिक अल्गो बनाएको थियो र यो घटो फेरि हामीको यता पानी घट्यो उताको पानी पुग्छ। नपुरेको थियो भने यहाँको रन्थ्यो त यो सबै त्यति त लान त लाँदैन थियो कि पानी त घर घर सबै लारै सक्यो। उसको भाइले राम्रो गर्नु उसले त्यहाँ त होइन पर पनि एक कठा लिएको छ। एक कठा लिएछ नाम के पर्यो? मेरो धनबहादुर श्रेष्ठ। घर कहाँ पर्यो? घर भनौँ के अरे यो घैलेटो 7 आजको बाढीमा बाढी कस्तो लाग्यो त? पहिला यस्तो आएको थियो? बाढी जीवनमा देखेको थिइनँ यस्तो बाढी। के क्षति भयो त तपाईँको? के अब भनौँ अब घर सर कचेरा चचेरा सबै लग्यो। भनेपछि सरकारको तर्फबाट केही राहतको लागि कोही आएको छ यहाँ? कोही पनि आएको छैन। के को देखा सैनिकहरू आए? छैन। पुलिसहरू कोही आएको छैन। हेर्नको लागि कोही आएको छैन? कोही पनि आएको छैन। गाउँले मात्रै। भनेपछि यो कस्तो घर हो? यो डुबानमा परेको यो कस्तो घर? यो रबन के अरे भनेपछि अहिले यी घरका मानिसहरू कहाँ छन् त? अहिले घरका मान्छे त्यो घर नबगाउनेको घरमा छ। त्यसो कसैले हेरेको छैन? कसैले हेरेको छैन। यो गाउँमा यो डुबान परेपछि कसैको मृत्यु भयो कि भएन? मृत्यु चाहिँ भएको छैन। अहिलेसम्म कोही बेपत्ता भएको छैन। भनेपछि मालजाल चाहिँ मृत्यु अब बगाएर कहाँ पुरा छैन। मालजाल बगाएको छ। भनेपछि भाँडाकुँडाहरू सबै बगाए? भाँडाकुँडाहरू सबभन्दा
2 3 राखिदिएको छ यी घरका मान्छेलाई कसले उद्धार गरेछ गाउँकै मान्छेले गाउँकै मान्छेले ए बाहिरबाट कोही आएन के को अब हेर्न कोही आएको ल त बस कोही केटाकेटी फोन जान है राजकुमार घर कहाँ पर्यो यो घर तपाईँको राति कहाँसम्म थियो पानी कोठामा एक घोडासम्म थियो कोठामा घोडासम्म थियो अनि तपाईँको के बिगार भयो त बिगार तपाईँको यो दाउराहरू लग्यो काठ दाउरा चक्कीहरू ओछ्याएको छ चक्कीहरू लग्यो होइन अनि काटी भत्का घर चर्काएको छ अनि भान्साघर भत्काएको छ तपाईँको मोटामोटी दाउराहरू बगाएर लगाएको छ घर चाहिँ चर्काएको छ अनि राति उद्धारको लागि तपाईँ कराउनु भयो कोही आयो त कोही आएन सरकारी मान्छेहरू कोही आएको थियो प्रहरी सेना कोही आएन खबर तपाईँले कहाँ गर्नुभएको थियो खबर त मैले ससुरालीमा गएर हजुर कालोहरू आएको थियो अरू त अब मोबाइल मेरो ब्याट्री छुटेको थियो मोबाइल छुटेकोले म कहीँ खबर गर्न पाइनँ ल धन्यवाद यी थुप्रेका कसिङ्गरहरूले सिधै बुझाउन सकिन्छ कि यहाँ
बाढी एकदम जोरदार तरिकाले आएको थियो। यो घुम्ती मुनि सबै खोलाले ल्याएको यो कसिङ्गरहरू यहाँ थुपारिएका छन् र यो घर पनि बाढीले गर्दाखेरि एकदम डुबानमा परेको थियो र पानीको सतह झ्यालसम्म आएको अनुमान गर्न सकिन्छ। र यहाँ हुनुहुन्छ यस घरका घरधनी। तपाईँको नाम? राधा ढकाल। घर तपाईँकै हो? हजुर। अनि पानी कहाँसम्म आएको छ त? पानी घरमा मुडा डुबेको छ भित्र। त्यसो भए झ्यालसम्म आएको थियो? भनेपछि तपाईँलाई उद्धारको लागि कुनै टोली आएको थियो यहाँ? कोही आएको छैन। सरकारको तर्फबाट कोही आएको थियो? सेना, प्रहरी? कोही पनि आएको थिएन। गुहार माग्दाखेरि गाउँलेहरूले उद्धार गरे? गाउँलेले पनि आफ्नो गरे। हजुर। भनेपछि यो बस्ती पुरै डुबानमा थियो? पुरै डुबानमा। हाम्रो त भुँडाबाट डुबे सबै के जिनिस निकाल्न पाएनौँ। राति 12 बजे डुबेछ। 2 बजी छापाएर हेर्दाखेरि सबै जिनिस सुकेर केही निकाल्न पाएन। अनि ढिलो भएर चाहिँ अब कहाँ खानु के गर्नु आएको छ अहिले। हजुर। धन्यवाद। अहिले देखिरहनुको दृश्य यो टेकनारायण गाउँको र अविरल वर्षाको कारणले गर्दाखेरि राति 12 बजेदेखि 2 बजेसम्म यो गाउँ पुरै पानीले गर्दाखेरि डुबानमा थियो र अहिले केही मात्रामा पानी कम्ती भएर घटेको हुनाले यो गाउँ टापुमा परिणत भएको छ। आगमनको लागि जुन खनिएको यो बाटो आगमन सुलभ हुन सकेको छैन। 3 ठाउँमा भत्केको कारणले गर्दाखेरि गाउँका मानिसहरू गाउँबाट बजारतर्फ अथवा अन्यत्रतिर जान सकिरहेका छैनन् र अहिलेसम्म राहतको लागि कुनै सङ्घ संस्था अथवा सरकारी निकायहरू यहाँसम्म आइपुगेको छैन र बाढीले गर्दाखेरि सयौँ खेतीयोग्य जमिनहरू नष्ट भएका छन् र यहाँ दृश्यमा देखाएको यस ठाउँमा खेती सकिसकेको थियो र जुन रोपाइ सकिएपछिका धानहरू अहिले यो अवस्थामा छ। खेतको अवस्था यो छ। पुरै खोला कुदिरहेको छ खेतबाट र टाढासम्म पनि कुनै केही देखिँदैन र मानिसहरू यसरी एक ठाउँबाट अर्को ठाउँ आफ्नो बचावको लागि गइरहेका छन्। कोही टापुमा बसेर छाता लिएर कोही आउँछ कि बचाउन भनेर बसिरहेका छन् र 2060 सालपछि यो 4 वर्षपछि यो एकदमै भयङ्कर बाढी आएको छ र प्रकोपले गर्दाखेरि सबै यहाँका वासीहरू शोकमग्न छन् र पशु पक्षी चौपायाहरू बगेर गएका छन् र सुनिन्छ गोलोबारी भन्ने गाउँमा 8 जना अहिलेसम्म पनि बेपत्ता छन्। खोलाले बगाएर कहाँ पुर्याएको छ थाहा छैन र यहाँ हेरिरहनु भएको छ यहाँका जनताहरू राहतको पर्खाइमा कसैले उद्धार गरिदिन्छ भन्ने पर्खाइमा यहाँ पर्खिरहेका छन् तर टाढासम्म पनि जाने अवस्था छैन र गाउँका युवाहरू
खटिरहेका छन्। गाविस सचिव सुदर्शन बराल। बरालजी, यो बर्सातले कतिको क्षति पुर्याएछ हाम्रो गाविसलाई? अब भनेर त साध्य छैन वर्षाले क्षति पुर्याएको। यहाँको अगाडि जगजाहेर छ होइन। बिरिङले चाहिँ अत्यन्तै चाहिँ बिरिङ खोलो सबै घैलाडुबातिर पस्यो। त्यसले चाहिँ वार्ड नम्बर 7 र 5 र वार्ड नम्बर 6 को पनि केही भागलाई अत्यन्तै नै नाजुक स्थिति बनाएको छ। हाम्रा धेरैका घरहरू चाहिँ भत्काएर चाहिँ जनताहरूलाई विस्थापित बनाएको छ र धेरै जनताहरू चाहिँ अहिले चाहिँ जुन पानीको चपेटाले डुबानमा परेर चाहिँ उनीहरूलाई उद्धार गर्न सकिएको छैन। यसमा चाहिँ हाम्रो तर्फबाट सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीज्यू लगायत सुरक्षा निकायले हामीले जानकारी गराएका छौँ र उहाँहरूलाई तुरुन्तै ती उद्धार गर्ने कुरामा अघि बढ्नुहोस् भन्ने हाम्रो उहाँहरूलाई चाहिँ यो बारम्बार हामीले सहायता गरेका छौँ। उहाँहरूले पनि वचन दिनुभएको छ तुरुन्तै चाहिँ यो उद्धारको लागि सुरक्षाकर्मी आउँदैछ र विशेष यी विस्थापितहरूलाई हामी चाहिँ सरकार राहतको लागि सम्बन्धित निकायहरूसँग पहल गर्नेछौँ र हाम्रो गाउँ विकास समितिको तर्फबाट अहिले जो विस्थापित भएका छन् तत्काल उनीहरूलाई चाहिँ खाने व्यवस्थाको लागि हाम्रो गाउँ विकास समिति तदारुकताका साथ लाग्नेछ। यसमा चाहिँ हामी तुरन्तै अहिले नै यो व्यवस्था मिलाउँछौँ र सबैभन्दा ठुलो मुख्य कुरा के हो भने यिनीहरूलाई उद्धार गरेर निकाल्नु हो। सबैभन्दा मेन समस्या यो उद्धार गर्ने क्रममा हामी तदारुकता साथ लागेका छौँ र सुरक्षाकर्मीलाई हामी एकदम छिटोभन्दा छिटो साधनद्वारा चाहिँ यहाँ आउने कुरामा हामी एकदम चाहिँ तदारुकता गरिरहेका छौँ। 12 बजेदेखि अविरल वर्षातको कारणले गर्दा यहाँका मानिसहरू 12 बजेदेखि नै पीडित छन् र उद्धार कार्यको लागि हामीले तपाईँले जानकारी गराइसक्नु भएको छ। तर पनि यहाँ नआउनु पर्ने कारण चाहिँ के हो? अहिलेसम्म कुनै पनि टोली न सेना न प्रहरी न आइपुग्नुको कारण चाहिँ के जानकारीको कमी हो कि के को? होइन, अब यो चाहिँ म पनि धेरैचोटि मैले चाहिँ जिल्लामा सम्पर्क गरेँ हुँ। उहाँलाई बारम्बार मैले यो सूचना सम्प्रेषण गरेँ हुँ। मलाई लाग्छ झापा जिल्लामा धेरैतिर चाहिँ यस्तो बाढीको चपेटा छ। उनीहरूले अलिक नजिकको ठाउँलाई बढी चाहिँ प्राथमिकता दिएर यहाँ चाहिँ अलिक ढिलो भए हुनसक्छ। एउटा हुल सुरक्षाकर्मीको हुल चाहिँ डाँगीबारीतिर गएको छ। त्यो चाहिँ के हो भने जहाँ चाहिँ मान्छेहरू अत्यन्तै त्यहाँ चाहिँ मान्छे नै बेपत्ता भयो भन्ने खबर पाएको हुनाले केही टोली त्यहाँ गएको छ। यहाँको लागि तुरन्तै टोली आउँदैछ। अहिले म फेरि सम्पर्कमा छु। तुरन्तै अहिले म सम्पर्क गरेर त्यो सुरक्षाकर्मी चाहिँ यहाँ झिकाएर यिनीहरूलाई उद्धार गर्ने क्रममा हाम्रो जनतालाई उद्धार गर्ने क्रममा म तदारुकता लाग्छु। कति जुन मानव क्षति कति भयो? अब मानव क्षति त मैले यो घैलाडुबाकै हकमा त मैले यति नै हो भनेर अहिले भन्न सक्ने गणना छैन। अब जानकारी पनि मलाई त यस्तो के आएको छैन भने अब घर धेरै भत्किया छन्। अब घर भत्किएको कुरासम्म यहाँ आएछ र खालि चाहिँ डाँगीबारीको गोलो बस्ती भन्ने ठाउँमा चाहिँ त्यहाँ करिब 7 देखि 8 जनाहरू चाहिँ कता बेपत्ता छन् भन्ने कुराको जानकारी आएछ। घैलाडुबाकै हकमा त मलाई त्यस्तो जानकारी अहिलेसम्म मैले सुनेको छैन। धन्यवाद सर। धन्यवाद।
गएर बस्छ गएर हाँस्न अगाडि गएर सुनको गति हुन त दुई तिनवटा नम्बर बनाऊ न कस्तो नम्बर हो सबै भिजे खोलाको पानीले डुबान यो घैलाडुवा गाविसको वार्ड नम्बर 7 यहाँ पहिला बस्ती थियो अहिले जलमग्न भएको छ र पुरा पानी र खोलामा परिणत भएको छ। यहाँ अहिले समुद्र जस्तै देखिने यस ठाउँमा कुनै बेला बस्ती थियो र यहाँका सयौँ घरहरू बाढीले गर्दाखेरि घर परिवार विस्थापित हुन पुगेका छन् र यहाँ हामी अहिले छौँ यस घैलाडुवाको इलाका कार्यालय छेउमा र यहाँको विस्थापित मानिसहरू आफ्नो झोलाहरू लिएर सुरक्षित स्थानमा गइरहेका छन् अहिले र राति 12 बजेदेखि अविरल वर्षाको कारणले गर्दाखेरि सयौँ घर यस क्षेत्रमा विस्थापित छन् र अवस्था एकदम गम्भीर छ। अहिलेसम्म यहाँ स्थानीय स्रोत साधनले विस्थापितहरूलाई सुरक्षित ठाउँमा लाने कामहरू भइसकेको छ र अन्य मानिसहरू जो अहिले यस बस्तीभित्र छन् उनीहरूलाई पनि सुरक्षित स्थानमा ल्याउनको लागि यहाँका युवाहरू सक्रिय रूपमा खटिरहेका छन्। यहाँका स्थानीय युवाहरू आफ्नो यस दुःखको क्षणमा सबैलाई बचाउनको लागि आफ्नो आफ्नो तर्फबाट पहल गरिरहेका छन् र यहाँ इलाकास्थित सैनिक जवानहरूले पनि आफ्नो स्रोत र साधनले भ्याएसम्म यस क्षेत्रका मानिसहरूलाई सेवा दिने काम गरिरहने रहेका छ र यस बाढीले गर्दाखेरि सयौँ बिघा खेतीयोग्य जमिन नष्ट भएको छ र यहाँ अब अन्नबाली उब्जिने पनि कुनै अवस्था छैन र यसै गाउँबाट 8 जना मानिसहरू बेपत्ता भएको खबर आइरहेको छ र उद्धार टोली साथै जनसेनाका साथीहरू पनि यहाँ खटिएका छन् र सायद अन्य महिला बालबालिकाहरू जो उद्धारको खोजीमा छन् उनीहरूलाई सुरक्षित स्थलसम्म ल्याउनको लागि उहाँहरूले मद्दत अवश्य गर्नुहुन्छ। उहाँसँग केही कुरा जानकारी लिउँ। तपाईँको शुभ नाम? मेरो नाम कृष्णप्रसाद राजवंशी हो। तपाईँ कति बजेदेखि राहतको काममा खटिरहनु भएको छ? हुन त म यहाँ 1:30 बजेदेखि नै उठेको थिएँ। त्यहाँ गाउँमा जानकारी गराएर अनि आफ्नो घरतिर पनि गएँ। त्यसो हेरेँ हाम्रो आफ्नो घरमा चाहिँ त्यस्तो केही क्षति गरेको छैन, तर गाउँमा चाहिँ ठाउँ हेरेँ धेरै क्षति गरिरहेको छ। अनि साथीहरूलाई पनि उठाएँ, अरू गाउँ छिमेकीलाई उठाएँ, अनि यसो हेर्दै अनि यता चाहिँ आएँ। ल धन यहाँ हुनुहुन्छ आदर्श विद्या मन्दिर उच्च माविका प्राध्यापक। हजुरको शुभ नाम? म धर्मानन्द गौतम। हजुर, यो बाढीले गर्दाखेरि तपाईँको जानकारी अनुसार के कति जनधनको क्षति भएको छ र अहिलेको अवस्था तपाईँको जानकारी अनुसार के कस्तो छ? यो घैलाडुवा गाउँ विकास समितिमा बिरिङ खोलाको प्रवेशले ठुलो धनजनको क्षति भएको छ। लगभग यहाँ 500 घर जति विस्थापित भएको अवस्था छ भने अब धनको सम्बन्धमा चाहिँ त्यसको आकलन गर्नै बाँकी रहेको अवस्था छ। विस्थापितहरूलाई अहिले कहाँ लाने कार्य भइरहेको छ त? विस्थापितहरूलाई त्यो पशुहाट र यो परतिरको गाउँबाट चाहिँ बजारमा र स्कुलमा विद्यालयमा चाहिँ उद्धार गर्ने काम भइरहेको छ। उद्धार टोलीहरू सरकारी निकायबाट कुन सङ्घ संस्थाबाट आएका छन् त? मेरो जानकारीमा अनुसार इलाका प्रहरी कार्यालय घैलाडुब्बा र स्थानीय यहीँका मानिसहरू र भर्खरै झापा रेड क्रसको पनि टोली आइपुगेको मैले जानकारी पाएको छु। हस् सर, धन्यवाद। धन्यवाद।
गर्छ है उद्धारको खोजीमा यी मानिस आफ्नो पोका पन्तरा बोकेर माथि टाउकोमा राखेर यो दृश्य हेरिरहनु भएको छ। उहाँलाई उद्धारको खाँचो छ, तर पानी अधिकतम पानीले गर्दाखेरि त्यहाँ उद्धार टोली पनि जान सक्षम नभइरहेको अवस्था छ र सायद उनलाई अब बचाउन अब भगवानै आउनुपर्छ होला। अब यहाँका स्रोत साधन त्यति पर्याप्त छैनन् कि उहाँसम्म हामी पुग्न सकौँ। उनी फेरि बक्सा बोकेर प्रथम प्रयत्न विफल भएपछि उनी फेरि अर्को बाटोको खोजीमा आफ्नो पोका लिएर जाँदैछन्। र यो बाढीले गर्दाखेरि जुन बाटो अरू गाविससँग सम्पर्क हुने जुन यो माध्यम छ, यो बाटो यो पूर्ण रूपमा ध्वस्त भएको छ, जसले गर्दाखेरि आवागमन पनि अब सुलभ तरिकाले हुन सकिरहेका छैनन्। यहाँ उद्धार गरेर ल्याइएको एउटा पशु, यो पशुलाई उहाँले उद्धार गरेर ल्याउनु भएछ। हामी अहिले इलाका प्रहरी कार्यालय घैलाडुबा अगाडि छौँ र यहाँको वस्तुस्थिति विवरण यहाँ यो दृश्यमा हेरिरहनु भएको छ। हुन्छ यस इलाकाका हलदार, तपाईँको शुभ नाम? मेरो प्रहरी निर्वाही। हजुर, आजको यस बाढीले पुर्याएको क्षतिको जानकारी इलाका प्रहरीलाई आएसम्म के कति जनधनको क्षति भएको छ कृपया बताइदिनु होला। अब अहिलेसम्मको बाढी भनेको लगभग 11:30 बजी पानी आयो। अनि त्यसपछि हामी 12 बजीदेखि यहाँबाट खटेका। हामी लगभग खानामा लगभग 2 जना सुरक्षा कर्मचारी सबै भने परिचालन गयौँ र यो गुरु हटियातिर अब यो स्कुलतिर हामीले हेर्दाखेरि राति सकेसम्म हामीले उद्धार गऱ्यौँ। अब हुनेसम्मको हामीले बचाउनसम्म बचायौँ। मान्छे चौपाएर चाहिँ अहिले कुनै पनि नष्ट भएको छैन। एकजना राँगा थियो, अहिले लगिसकेको थियो। अनि एउटा दोडा सुँगुर कता बगायो भन्ने कुरो बुझिन्छ र अहिले विस्थापित अब यो हुने परिवारलाई हामीले चाहिँ सुरक्षित स्थानमा हामी राख्दैछौँ र अहिलेसम्मको हेर्दाखेरि अब नजिक हेर्दाखेरि पानी अलिक भर्खर छ र अब सुरक्षा चाहिँ हामी अब सधैँभरि दिने। रातिको अवस्था हेर्दाखेरि यो इलाका प्रहरी पनि जलमग्न थियो भन्ने सुनिन्छ नि, यहाँको विवरण हल्का भनिदिनु होला। घैलाडुबा पनि यो भित्र कोठाभित्र लगभग 4 फिट 3 फिट लगभग भनौँ 3 फिट त्यस्तै पानी थियो र अहिले यो यसको पानी घटेको भने लगभग आधा घन्टा 1 घन्टा मात्रै भएको र अहिले अब यहाँ भएको अब बोट बिरुवाहरूको अब यो भएका फुलहरू नोक्सान भयो र अहिले अब चाहिँ सामान्य पानीले गर्दाखेरि हाम्रो कार्यालयभित्रका कागजपत्रहरू नष्ट हुने कुनै भयो कि भएन? यो कागजपत्र हामीले सुरक्षित स्थानमा हामी राख्यौँ। हाम्रो हात हतियार गोली गठामा सुरक्षित स्थानमा राख्यौँ र हाम्रो त्यो भिन्न पाएन। धन्यवाद। आदर्श विद्या मन्दिर उच्च माविमा छौँ। यहाँ विस्थापितहरू आउनुभएको छ र उहाँहरूले आफूसँग ल्याएका सामानहरू यी मात्रै हुन्। आफ्नो घरमा रहेका पशुहरू थालबटुका सबै त्यागेर आफ्नो ज्यान मात्रै बचाएर आउनुभएको छ। तपाईँको शुभ नाम? मेरो नाम परमिला। परमिला, तपाईँ कति बजे तपाईँलाई उद्धार भयो? हामीलाई त 12-15 पानी आएको खोलामा। 12-15 मा उद्धार कसले गर्यो त? गाउँलेहरूले गर्यो कि आफ्नो उद्धार? गाउँलेहरूले अब अहिले गाउँसँग बनाएर यता विस्तार भयो। गाउँका युवाहरूले उद्धार गरेर ल्यायो होइन? तपाईँको शुभ नाम? मेरो नाम पुनम। तपाईँले के सामान ल्याउनु भ्याउनुभयो त? के भ्याउने लुगा अलिअलि फेर्ने खानेकुराहरू के पनि ल्याउनु सक्नु भएन? यहाँहरू हुनुहुन्छ विस्थापितहरू
यो बाढी पीडितले गर्दाखेरि विस्थापित भएर उहाँहरू आउनुभएको छ र आफ्नो साथमा एक दुईवटा पोकाहरू मात्रै ल्याउनु भएको छ। आफ्नो घर, आफ्नो सामानहरू, आफ्नो भाँडाकुँडा, एकरे खानेकुराहरू पनि केही पनि ल्याउन सक्नुभएको छैन उहाँहरू। तपाईँलाई राति कसले उद्धार गर्यो? राति अर्को घरमा जसको पक्की घर छ त्यसैको घरमा बसेको राति भत्काएको छ। हजुर, तपाईँ कसरी आइपुग्नुभयो यहाँसम्म? खोलाको नाउँमा गरेर आएको। खोलाको नाउँ तरेर आउनुभयो। स्थानीय युवाहरूले सहयोग गर्यो तपाईँलाई? तपाईँ कहाँबाट आउनुभयो? पशु बजारबाट। तपाईँ कति बजे उद्धार गर्यो तपाईँलाई? हजुर कति बजे तपाईँलाई यहाँसम्म ल्याइयो? त्यसमा कसले सहयोग गरे त? स्थानीय युवाहरूले तपाईँहरूलाई सहयोग गरेर खोलाको नाउँमा ल्याएर यहाँसम्म ल्याउने कार्य भयो। तपाईँको पशु पक्षीहरू पनि लिएर आउनुभयो? आफ्नो जिउ मात्रै लिएर आउनुभयो। गैलाडु वार्ड नम्बर 7 स्थित आदर्श विद्या मन्दिर उच्च माविमा शरण लिन पुगेका छन् ती सब विस्थापितहरू, बाढी पीडित विस्थापितहरू र उनीहरूसँग गरेको प्रत्यक्ष कुराकानी भर्खर हामीले हेऱ्यौँ। र यो भवन आदर्श विद्या मन्दिर उच्च माविको हो र यही शरण लिन पुगेका छन् हाल यी बाढी पीडित विस्थापितहरू। यो नवनिर्मित भवन जुन निर्माणाधीन छ यो भारत सरकारको सहयोगमा भारतीय दूतावासको सहयोगमा बनिँदै गरेको छ। रातिको अवस्था बारे भन्नुपर्दाखेरि यस प्राङ्गणमा पनि खोला बगिरहेको अवस्था थियो र आउँदै गरेका यी विस्थापितहरू उद्धार गरेर आफ्नो उद्धार पश्चात आफ्नो पोकाहरू, आफ्नो सामानहरू बोकेर आउँदै गरेकी यी महिला र यी वृद्ध आउँदै हुनुहुन्छ उद्धार पश्चात।